हेलो एभ्रिवान। म चाहिँ आज यो कस्ट रिकन्सिलिएसन क्लास 12 का लागि 3 मार्क्स एनईबीमा 3 मार्क्सको आउँछ। क्वेसन नम्बर 18 बीमा आउँछ कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट। यो एकदम छोटो तरिकाले एकैछिन सल्भ हुने गरी म यहाँ चाहिँ नि गर्न जाँदैछु है त। सुरुमा हामीलाई यसको लागि चाहिँ सुरुमा हामीलाई कस्ट रिकन्सिलिएसनमा चाहिँ सुरुमा क्लोजिङ स्टक, ओपनिङ स्टक, त्यसै गरी इन्ट्रेस्ट पेड अनि क्रेडिटेड, डेबिटेड र यस्ता कुराहरू चाहिँ हामीलाई यहाँनिर चाहिन्छ। यो चाहिँ हामीले के थाहा हुनु पर्यो भन्दाखेरि कुन चाहिँ एक्सपेन्सेस हो र कुन चाहिँ इन्कम हो। यो हाम्रो क्लोजिङ स्टक भनेको इन्कम हो, ओपनिङ स्टक भनेको एक्सपेन्सेस हो, इन्ट्रेस्ट पेड एक्सपेन्सेस हो, डेबिटेड भनेको एक्सपेन्स हो र क्रेडिटेड भनेको इन्कम हो। यसरी हामीले यो छुटाउनु पर्छ। सुरुमा छुटाउन एकदम सजिलो छ, त्यस्तो गाह्रो छैन। र छुटाइसकेपछि अर्को कुरा हामीले के थाहा हुनुपर्छ भन्दाखेरि यहाँनिर हाम्रो कुन चाहिँ इन्कम हो र कुन चाहिँ एक्सपेन्स हो। यो छुटाइसकेपछि हामीले एक्सपेन्सेसलाई र अर्को छ इन्कम। एक्सपेन्सेसलाई एड गर्ने, इन्कमलाई लेस गर्ने। जहिले पनि एक्सपेन्सेसलाई एड गर्ने, म अर्को एउटा क्वेसन पनि गरेर देखाउँछु। एड गर्ने, एक्सपेन्सेसलाई एड गर्ने, इन्कमलाई लेस गर्ने। एक्सपेन्सलाई एड गर्ने, इन्कम लेस गर्ने। अनि अर्को अन्डर आयो भने ठ्याक्क साइन चेन्ज गर्ने। यदि एड छ भने लेस गरिदिने, लेस छ भने एड गरिदिने, ठ्याक्क साइन चेन्ज गरिदिने। यो गाह्रो छैन। अन्डर आयो भने जस्ट इन्टरचेन्ज गर्ने। यु हेभ टु जस्ट इन्टरचेन्ज इट। इन्टरचेन्ज मात्रै गरेपछि मिल्छ। अनि अर्को भनेको यहाँनिर अर्को टर्म बुझ्नुपर्ने भनेको ओभर RECORD ओभर रेकर्डेड र कहिलेकाहीँ यहाँनिर ओभर एब्जर्ब्ड, ओभर OBSERBED ओभर एब्जर्ब्ड भनेर हुन्छ। यो ओभर रेकर्डेड र ओभर एब्जर्ब्ड, ओभर भ्याल्युड भनेको यो तिनटै सेम टर्म हो है। यसमा चाहिँ हामी झुकिनु भएन। ओभर रेकर्डेड, ओभर एब्जर्ब्ड, ओभर भ्याल्युड भनेको तिनटै एउटै टर्म हो। सो यति भएपछि अनि अर्को एउटा हाम्रो छुट्नु नहुने, त्यहाँनिर कुनै पनि इन्फर्मेसन दिएन भने त्यो हाम्रो के हुन्छ त भन्दाखेरि जहिले नै फाइनेन्सियल अकाउन्टबाट हेरिन्छ। फाइनेन्सियल अकाउन्टबाट हेरिन्छ FINANCIL फाइनेन्सियल अकाउन्टबाट हेरिन्छ है त। यो कुरा चाहिँ बुझ्नु पर्यो, फाइनेन्सियल अकाउन्टबाट हेरिन्छ। नि अब अर्को मेन कुरा भनेको अब यो त बुझिहाल्यो, एक्सपेन्सेस एड, इन्कम लेस, अन्डर आयो भने इन्टरचेन्ज है त। अब यो अहिलेलाई यो मात्र कन्सेप्ट भयो। यो म एउटा क्वेसन चाहिँ नेक्स्ट भिडियोमा यो एउटा क्वेसन गर्छु। जस्ट मलाई 2-3 मिनटमा यो 3 मार्क्स फिक्स हुन्छ। अर्को भिडियोमा म गर्छु है त।